नमस्कार। यति बेला हामी कफल्ला मष्ट देवताको प्राङ्गणमा अथवा गुरुघर कफल्लामा छौँ, मूल स्थानमा छौँ। हामी यति बेला हामी यो कफल्ला मष्ट देवता पुज्नकै लागि टाढाबाट पाहुना आउनुभएको छ। उहाँले चाहिँ देवतालाई चढाउने बलि अनि दमा पञ्चबाजा पनि ल्याउनु भएको छ। म यहाँहरूलाई स्वागत गर्दछु कफल्ला मष्ट देवताको प्राङ्गणमा। सबैलाई स्वागत गर्दछु यो मष्टाको गादीमा। अनि हजुरहरूले यो पञ्चबाजा लिएर आउनुभयो। हजुरहरू घर कुन ठाउँ? बडावन। यो छेडाघाट नगरपालिका 5 नम्बर वडा हैन? अनि त्यहाँदेखि आउनुभयो। अनि हजुरहरू पहिलो पटक हो कि कति पटक भयो हजुरहरू आएको? पहिला पनि 2-4 पटक भयो। अनि यति बेला दमा पनि ल्याउनु भयो अनि बलि पनि ल्याउनु भएको छ। अनि मष्ट देवता हजुर यहाँ आएपछि के भन्न चाहनुहुन्छ? अथवा तपाईँलाई मष्ट देवताले कस्तो गरिराखेको छ, कस्तो छ? अब खुसीले ल्याउनु